यहाँ चाहिँ रहेछ नि त दाउरा अझ चाहिँ दाउरा भेट्दै भात खान पाइने यो लुसिफर आएकोदेखि त साह्रै दुःख पाइयो हो पाउन पनि के गरेको हौ जाउँ मासतिर ए दाउरा खोजेको दाइ कता हिँड्नुभयो नि मासतिर कता जानु काजी दाइले त्यो 12 गते आन्दोलनको लागि बोलाइराख्नु भएको छ त्यहाँनिर जानुपर्ने अरे मिटिङमा ए यहाँ आफ्नो भात खान नपाएर हैरान छ त के को मिटिङमा जानु केपी बा गएदेखि त यो लुसिफर आएर सबै केपी बाले जोडेका पाइप घाँसका पाइप साइप सबै काटो न सिलिन्डर पाइन्छ भात खान नपाएर हैरान छ त यहाँ बुढीले किचकिच गरेर दाउरा खोजेर ल्याइस् भने भात पाक्छ नभए पाक्दैन भन्छे 2 दिन पनि भातै नखाएको तब मिटिङ भन्नु त कसरी जानु खराब भएको अनि अस्ति नै भने होइन त आन्दोलनमा जाउँ न केपी बाले भनेको बेला सघाइदिउँ न बालाई भनेको होइन अनि त्यति बेला चाहिँ डरले अनि घरभित्र लुक्ने अनि त्यस्तै हुन्छ त हो रहेछ जानुपर्ने रहेछ होइन सबैले अब नयाँ सरकार राष्ट्रपतिको सरकार आएपछि त के नै हुन्छ घन्टीमा छाप भनेर लाए त्यतै लाग्यो हो न हो भनेर अब लाग्दैन नि पार लाग्दैन पहिला अब भइराखेको ग्यासको पाइप हेरौँ त चटचटी काटेर होइन अब रेल कति मजाले गुडिरहेको थियो सबै लिक सिक सबै भत्किसकेन त सबै के छैन त यो भात खान नपाउने अवस्था आयो भनेपछि चाहिँ अब जानुपर्छ क्या यो 12 गते कहिले अरे आन्दोलन चाहिँ 12 गते भन्थ्यो हो कि अनि त्यसको भव्य मिटिङ गर्नुपर्ने छ अनि त्यो बादलमाथि टट्ट च्याउको खेती पनि गर्ने त्यो पनि प्लान छ क्या केबी बाको त्यसलाई नि त्यसो भए चाहिँ लु जानु त जानु कि दाइ तर अनि झोला चाहिन्छ अरे सबैले झोले भन्दा रहेछन् आफूसँग झोलै छैन के गर्नु त झोला छैन चिन्ता नगर्दा हुन्छ यही पालो पालो दाजुभाइ बोक्ने यसो प्रमाण त हुनु पर्यो नि झोले भनेको त्यही गरौँ न त त्यसो भए त्यो आधी आधी है त हुन्छ पालो पालो आधी बाटो मैले बोक्छु आधी बाटो सुभाषले त्यही गरौँ त ल ए दाउरा छ ए मिटिङमा अब